गर्नु पाउँदैन। नेगेटिभिटीहरुलाई फेस गर्न सक्ने क्षमता केले दिन्छ तपाईलाई? तपाईको ड्रिमले। यो बिजनेसमा तपाईलाई त्यो ठुलो अचिभमेन्ट गर्नको लागि विश्वास केले दिन्छ? तपाईको ड्रिमले। यो बिजनेसमा तपाईलाई सयौं लाखौं चुनौतीहरुलाई पार गर्न सक्ने दुस्साहस साहस केले दिन्छ? तपाईको ड्रिमले। यदि ड्रिमै छैन भनेदेखि यो बिजनेसमा कहीँ पनि पुगिदैन। हेर्नुस्, डिरेक्सन हो। तपाईँ एउटा प्लेन माथि आकाशमा उड्छ, कसरी त्यो आफ्नो सही डेस्टिनेसनमा पुग्छ? के हुन्छ त्यो प्लेन? हजुर, कम्पास हुन्छ, रडार हुन्छ, हैन, जीपीएस नेभिगेसन सिस्टम हुन्छ। त्यसले त्यो हाइट कतिमा छ, कुन दिशामा छ, कुन स्पिडमा छ, कुन पावरको साथमा कति मिनेट भयो, सब चीज त्यहाँनिर क्याल्कुलेसनको साथमा देखाइरहेको हुन्छ। काठमाडौँबाट उडो पोखरा ठ्याक्कै आएर ल्यान्ड गर्छ कि भैरवातिर ल्यान्ड गरिदिन्छ? कसरी देख्छ? आकाशमा बाटो छ छैन नि। त्यो डिरेक्सन के हो? रडार हो। त्यो जीपीएस नेभिगेसन सिस्टम हो। यो बिजनेसमा पनि तपाईको ड्रिम के हो? त्यो डिरेक्सन हो, त्यो रडार हो, तपाईको जीपीएस नेभिगेसन सिस्टम हो। ड्रिम छैन, भुल्नुस्। यो बिजनेसमा ठुलो समस्या अचिभ होला, ठुलो सक्सेस अचिभ होला, कहिले पनि हुनेवाला छैन। एभरेज भन्छ। अपर्च्युनिटी त उसले बेखुब पाएको हो, ठुलो अपर्च्युनिटी पाएको हो, तर मिस गर्छ त्यो मान्छेले। किन त भन्दा उसको ड्रिमको साइज नै सानो छ। धनुर्धर अर्जुनलाई हेर्नुहोस्, जहिले पनि उसको दृष्टि कहाँ छ? ऊ जहिले पनि फोकस केमा छ? आफ्नो लक्ष्यमा छ। जब बाण चलाउने बेला आउँछ, कहाँ चलाउनु पर्ने हो एकदम एक्ज्याक्टली उसलाई जहिले पनि थाहा छ। द्रोणाचार्यले माछा झुन्डाएर भन्यो, के देख्दैछ अर्जुन? के देख्दैछ उसले? माछाको आँखा देख्दैछ। अरूले के देखे? रुखमा झुन्डाइएको थियो, कसैले आँप देखे, कसैले रुख देखे, कसैले झारपात देखे, कसैले अरू के देखे। अर्जुनको दृष्टि कहिले पनि भङ्ग भएन। ऊ जहिले पनि के देखिरहेको थियो? मेरो लक्ष्य के हो, के अचिभ गर्नुपर्ने, बिल्कुल त्यो दृष्टि टार्गेट एकदम फिक्स थियो। त्यही भएर उसलाई धनुर्धर अर्जुन भनेर भनियो, जसलाई धनुर्विद्यामा कसैले पनि यो संसारमा हराउन सक्ने अवस्था थिएन। किन? उसको लक्ष्यमा आफ्नो आँखा थियो। लक्ष्य थिएन भनेदेखि आँखा कहाँ हुन्थ्यो? कसरी ऊ धनुर्धर हुन्थ्यो? गुच्चा खेल्नु भएको छ सानोमा? गुच्चा खेल्दाखेरि कसरी गुच्चा मार्नुहुन्थ्यो तपाईँले? होइन, त्यो गुच्चा पक्रेर हान्दाखेरि अन्त कतै हेरेर हान्नुहुन्थ्यो कि जहाँ गुच्चामा लगाउनु पर्छ त्यही गुच्चालाई हेरेर हान्नु? तपाईँको हात सही ठाउँमा कसरी छ, कसरी बसेको छ, हातलाई हेरेर तपाईँ गुच्चा हान्नुहुन्थ्यो कि गुच्चालाई हेरेर हात चलाउनु? तपाईँको टार्गेट जहाँ हो त्यो हेर्नुहुन्थ्यो तपाईँले। हात जसरी पनि चलाउँदाखेरि पनि त्यो गुच्चा ट्याक्कै मर्थ्यो। हेर्नुहोस्, त्यो स्किल थियो। म गुच्चामा पनि च्याम्पियन थिएँ कि सानोमा। ट्याक्कै पर्दै त्यो गुच्चा जता हान्न चाह्यो त्यहीतिर गएर ट्वाक्कै लगिजान्थ्यो। किन त भन्दा टार्गेट बिल्कुल क्लियर लागि पोसिबिलिटी छ। नजिकको साथीसँग हाई फाइभ गरेर भन्नुहोस्, यस यु क्यान। पावरको साथमा वान मोर टाइम, यस यु क्यान। जीवनमा के हुन्छ? पेन वाला चीज, 4-5वटा चीज लेख्नुहोस् त्यसको बारेमा। दोस्रो क्वेशन के रहेछ? प्लेजर वाला। यदि मैले यो ड्रिम अचिभ गरेँ भनेदेखि मेरो जीवनमा के परिवर्तन हुन्छ? यही नै दुई चीज हो जसले तपाईँलाई मोटिभेटेड राख्छ, जसले तपाईँलाई एक्साइटेड बनाएर राख्छ। नजिकको साथीसँग हाई फाइभ गर्नुहोस्, यस यु क्यान। अबि पावरको साथमा वान मोर टाइम, यस यु क्यान। यो धरतीमा त खालि बोझ मात्रै होस् भन्छ, त यो धरतीमा केही गरी खाँदैनस् भन्छ, तँमा त्यो क्षमतै छैन भन्छ। अर्को पनि मन छ काहीँ कुना केप्टेरामा त्यो आवाज पनि आउँछ। हेर्नुहोस् बेला बेलामा जब उनीहरू गरिब थिए त्यति बेला पनि थियो, जब उनीहरू संसार लिड गरिरहेको थिए त्यति बेला पनि थियो, जब उनीहरूको जीवनमा सङ्घर्ष थियो त्यति बेला पनि थियो, जब उनीहरूको जीवन सङ्घर्ष भन्दा माथि उठिसकेको थियो त्यति बेला पनि थियो। त्यसैले विश्वास गर्नुहोस्, विश्वासमा सबैभन्दा ठुलो ताकत हुन्छ। यो 7वटा थटलाई तपाईले के गर्नुहुन्छ? प्रत्येक दिन बिहान जब तपाईँ उठ्नुहुन्छ नि, ऐनाको अगाडि उभिनुहोस्,
आफ्नै अनुहार हेर्नुहोस्, आफैसँग आँखा जुदाउनुहोस् अनि भन्नुहोस् आई लभ यु भनेर। अरूलाई त धेरैचोटि भने हो नि होइन, हामीहरू हाँसे। आफैलाई पनि भन्ने स्टार्ट गर्नुहोस्। साइकोसाइबरनेटिकका लेखक डाक्टर मैक्सवेल माल्ट्ज, उहाँले के चिज पत्ता लगाउनु भयो त भन्दा उहाँ पहिला प्लास्टिक सर्जन हुनुहुन्थ्यो कि, अनि उहाँको स्टुडियोमा आउने जति पनि मानिसहरू थिए, जुन क्लिनिकमा मान्छेहरू भिजिट गर्थ्यो, वाला थट के रहेछ, म आई एम अ लिडर वाला थट। तेस्रो वाला थट के रहेछ, आई एम अ रेस्पोन्सिबल पर्सन, म जिम्मेवार मान्छे हुँ। चौथो वाला थट के रहेछ, सबैभन्दा बढी मान्छेले आफूले आफूलाई अविश्वास गर्छ यो दुनियाँमा। हेर्नुहोस्, त्यसैले जब तपाईँ आफूले आफूलाई विश्वास गर्छु भनेर भन्न स्टार्ट गर्नुहुन्छ नि, त्यस पछाडि हेर्नुहोस् चमत्कार, तपाईँको ड्रिम रियालिटीमा परिवर्तन हुन तब सुरुवात गर्छ। पाँचौं थट के रहेछ, चाहे जस्तो सुकै लक्ष्य तपाईँ किन नबनाउनुहोस्, यो संसारमा जस्तो सुकै असम्भव किन नदेखियोस् त्यो लक्ष्य, जब तपाईँलाई भित्रबाट लाग्छ कि म मेरो लक्ष्य प्राप्त गर्न सक्षम छु, तब त्यो लक्ष्य प्राप्तिको लागि तपाईँ अगाडि बढ्दै जान सक्नुहुन्छ। हेर्नुहोस्, त्यसले तपाईँलाई हिम्मत दिन्छ यो थटले। सो थट के रहेछ, म मेरो लक्ष्य प्राप्त गर्न सक्षम छु। सातौं छैठौं नम्बरको थट के रहेछ,